साथीहरू आज पनि भावनाको भान्सामा ढिँडो बन्दैछ। भावनाको भान्सामा त्यो पनि ढिँडो। अब अनुमान लगाइसु त कति मिठो भयो होला हजुर। बनाउने तरिका फेरि एउटै हो जहिले पनि। सुरुमा मैले प्रेसर कुकर बसालेँ। अब यसको भित्री भागमा चाहिँ चारैतिर घिउ मजाले लगाइदिने, किनभने घिउ लगाएपछि ढिँडो एकै ठाउँमा बस्छ हैन, लाग्दैन। त्यो भएर मैले घिउ राखेँ। घिउमा भुट्ने चाहिँ होइन, पिठो भाँडोमा मात्रै लाउने। अनि सेतो मकैको पिठोसँगै हामी राख्छौँ यसमा फापरको पिठो मिक्स गरेर, घरकै पिठो सेतो मकैको पिठो। यस्तो मिठो छ, यस्तो मिठो बन्छ। हुन त रातो मकैको पनि मिठो हुन्छ, तर सेतो मकैको पनि हामीले 2-3 चोटि ट्राई गरेको असाध्यै मिठो हुँदो रहेछ। हल्का फापरको पिठो मिसाएर बनायो, यसले गर्दा अलिकति नरम पनि बन्छ। फापरको ढिँडो पनि एकदमै मनपर्छ मलाई। अनि मजाले पिठोलाई भुट्ने, त्यसपछि हजुरहरूले अर्कोतिर चाहिँ तातो पानी तताउनु पर्छ। पानी राख्दै हैन, मजाले भुटेको पिठोमा डल्ला पर्दैन, मजाले मस्काउने के। अनि हजुरले पानी सँगसँगै घिउ पनि राख्नुभयो हुन्छ। घिउ राख्दै पानी राख्दै मजाले मस्काउने। अनि पानीको मात्रा पुगिसकेपछि ढिँडोलाई जति पानी चाहिने हो त्यो अनुसार हामी थप्दै मजाले चलाउँदै गर्छौं। यति गरेपछि हजुरहरूले अब यो ढिँडोमा पानी पुग्यो है भन्ने भइसकेपछि, यति गरेपछि सिटी लगाएपछि पाक्छ भन्ने अनुमान लगाइसकेपछि हामी सिटी लगाइदिन्छौँ। सिटी लगाइसकेपछि त ढिँडो एकैछिनमा तयार। यसरी बनाउँदा सजिलो के हुन्छ भने, एक त यो मजाले पाक्छ, छिटो पनि हुन्छ। छिटो मिठो अनि मजाले पाक्ने भएपछि हैन, हजुरलाई ढुक्क भयो नि त। ल हेर्छ त यति छिटो बन्छ। हामीले बनाएका थियौं रायोको साग ढिँडोसँग च्याउ र बकुल्ला सिमीको तरकारी। यो गोलभेडाको फत्के अचारमा किमा फ्राई गरेर राखेको थियो। अब गुन्द्रुक त चाहिन्छ नै, गुन्द्रुक र भटमा साँधेको लप्सी राखेर। अहिले हरियो लसुनको सिजन छ हजुर। ओहो, यति मिठो भएको होइन, सबैजनालाई पस्केर दिएँ। मेरो छोराछोरीहरू पनि असाध्यै मन पराउँछन् के। उनीहरूलाई पनि सबैलाई अलिअलि, यो बाबुको भाग हो, अलिअलि गर्दै सबैलाई दिएँ। एकदमै मन पराए, एकदमै। यस्तो खोकी लागिरहेछ, यति मिठो भएको थियो। सबैलाई दिएपछि यो ठेकमा हुन्छ नि रोटी जस्तो, ओहो कप्लक्कै आउँछ के हजुर। त्यही भएर मैले घिउ लगाएको के, आफूलाई मन पर्ने भएर। अनि टक्क लाएर एक डाँडो घिउ त चाहिन्छ नै। अनि यो ढिँडोसँग चाहिँ अनेक थरी चाहिँदो रहेछ के हजुर। मलाई चाहिँ एक थरी भए पुग्छ के खानासँग। ढिँडोसँग चाहिँ सबै चिज चाहिने। यति मिठो भएको होइन हजुर। कुरै नगरौँ। यसरी ढिँडो बनाइसु त छिट्टो मिठो अनि मजाले पाक्छ के। मजाले पाकेपछि मिठो त त्यतिकै हुने नै भयो। ओहो साथीहरू, यति मजाले खाइयो। मैले यसरी बनाउँदै गरेको भिडियो पहिला पनि राखेको थिएँ। धेरैजनाले युट्युबमा पनि राख्नु भएको देखेँ, धेरै ठाउँमा, टिकटकमा। असाध्यै धेरै खुसी लाग्यो हजुर। अझै पनि हजुरहरूले यसरी बनाएर ट्राई गर्छ ल, एकदमै मिठो हुन्छ है त। सजिलो, मिठो, छिटो।